धान फलेर राम्रो भइरह यता रट्ट लाएर आनन्दको भइरह। अब धान नि पाक्ने बेला भयो, अब काट्ने बेला नि भयो। ओ कस्तो राम्रो छ त ठाउँ चाहिँ। यो चाहिँ म बस्ने घरतिर है, एकदम राम्रो छ तर ठाउँ चाहिँ। अन्त घाम लागिरह, दसैँ तिहार नजिक आउँदैछ। अब अङ्कलहरूले सब्जी किन्दै हुनुहुन्छ, यहाँ म फेरि भिडियो बनाउँदै यसो हामीले नि भिडियो बनाइदिनु त। घर बनिरहेको त्यो ठुल्ठुलो चाहिँ, हाम्रो घरतिर ठुल्ठुलो घर बनाइरहन्। माछा छ क्या केटाकेटी जोस् भुली खान्। म चाहिँ काम गर्ने ठाउँमा आइपुगिसकेँ। म काम गर्ने चाहिँ यतातिर। बाबा नि आइसक्नु भयो होला सायद। बाबा चाहिँ साइकलमा आउनुभयो, म चाहिँ हिँड्दै आएको। सामान थियो नि त त्यही भएर धेरै। मेरो चाहिँ पहिलो भिडियो यो चाहिँ, अब के हुन्छ बनाउनु चाहिँ डर लागिरहेको है। सब काममा आइदिइसकेछन् मान्छेहरू। अब हामी नि कामतिर आफ्नो काम गरिरहेको। सबैलाई आफ्नो मतलब छ, यहाँ कसैको मतलब छैन। जसले जे गरे पनि भयो। म चाहिँ यही गाडी राखेको ठाउँमा काम गर्ने। बाबाभित्र कामभित्र आइसक्नु भयो क्या। मान्छे त धेरै जस्तो देख्छु म। के हो आइसक्नु भयो कि? हामीले यहाँ टायर लगाएको यति छ काम, यति यता लगाउन बाँकी छ। अब यहाँ तल है लगाउने बाबा नि आइसक्नु भयो। सामान चाहिँ लथालिङ्ग छ है तर बाबा आइसक्नु भयो। हजुर खै टायल त थाहा आउँदैछ भन्नुहुन्छ क्या दिदीले। खै म चाहिँ अब काम गर्न सुरु गरेको है। काम नि गर्नु पर्यो। हजुर मैले चाहिँ रेडी बनाएर राखिदिइसकेँ। अब बाबा आएर टायर लाउनुहुन्छ। बाबा अर्को साइडमा जानुभयो, त्यही भएर के गर्ने, यस्तै छ जिन्दगी। मैले चाहिँ मेरो काम भ्याइसकेँ होइन, यत्तिकै बसेर आनन्द लाएर। गर्मी पनि भयो, त्यो यसो आराम गरेर काम सकेर जोस रमाइलो छ। मान्छे काममा बिजी मजाले काम गरिरहेछ। अलिअलि सानोतिनो भयो नि बाबासँग यस्तै अलिअलि पकेट खर्च भयो नि हुन्छ। त्यही भएर यसो बाहिर बसिरहेको, बाहिरको नजारा हेर्दै कस्तो छ है। लेभल मिलाउँदै हुनुहुन्छ त्यहाँ। लेभल मिलाउनु भएपछि बल्ल टाइल सकिन्छ हामीले। फाइनल्ली काम पनि सकेर घरतिर हिँडेको। अब एक्लै अब बाबा पछि आउनुहुन्छ, म चाहिँ घरतिर हिँडिसकेको।